तिनौं गाउँपालिकाले वडा नम्बर 6 मा यही माघ 18 गतेदेखि टोलटोलमा सञ्चालन गरेको 30 वर्ष माथिका नागरिकहरूलाई नसर्ने रोगको पहिचान शिविर आज सम्पन्न भएको छ। शिविरमा रक्तचाप, मधुमेह, मृगौला रोगको जाँच हुनुका साथसाथै उचाइ अनुसारको तौलको स्थितिको पनि जाँच भएको थियो। सहभागीले गाउँपालिकाको यो कार्यक्रमले आफ्नै टोलमा सुविधा पाउँदा खुसी लागेको र फेरि पनि यस्तै खाले जाँच शिविर हाम्रो पालिकाले लिएको कार्यक्रम छ स्वास्थ्य शिविर। यो अति राम्रो लाग्यो मलाई, किनभने टाढा पुग्न नसक्ने बुढाबाआमाले पनि गाउँघरमै आफ्नो स्वास्थ्य स्थिति थाहा पाउने अवसर पाउनुभयो। पालिकाले चाहिँ यो कार्यक्रम चाहिँ सकेसम्म अलि छिटो राखे पार अलि राम्रो हुन्थ्यो। बुढापाका सक्ने नसक्नेहरूलाई सुविधाको लागि स्वास्थ्यको परीक्षणको लागि सुविधाको लागि यहाँसम्म आइदिनु भयो रहेछ, पठाइदिनु भयो रहेछ सरहरूले। त्यसैले उहाँहरूलाई धेरै धन्यवाद। राम्रो पनि लाग्यो र कमी कमजोर त त्यस्तो खासै लागेन, किनकि हामीले पहिला आउनु भएको थिएन सरहरू पनि, अहिले फर्स्टचोटि आउनुभयो, त्यसमा पनि धेरै खुसी लाग्यो। तिनौं गाउँपालिकाका जनस्वास्थ्य अधिकृत ममता गुरुङका अनुसार वडा नम्बर 6 का 30 वर्ष माथिका 700 जनाभन्दा बढीले शिविरमा सेवा लिनुभएको र उहाँहरूको समग्र पक्षको रिपोर्ट चाँडै नै 6 नम्बर वडालाई बुझाउने बताउनु भएको थियो।